विश्वविद्यालयमा गएर आफूले पढ्न पाएको एउटा सिक्न पाएको जस्तो फिल मैले जहाँ पनि भनिरहेको छु एउटा एकदम मैले आफूलाई भाग्यमानी ठानेको छु। त्यो क्यारेक्टरमा बाँच्नु पर्ने थियो, फिल गर्नुपर्ने थियो, हरेक कुराको त्यो उस भइरहेको थियो कि मलाई अब त्यो अर्कै जीवन बाँचेको जस्तो अनुभूति भइरहेको थियो। टिमवर्क राम्रो हुनु पर्यो, कथावस्तु त राम्रो हुनै पर्छ। अहिले हाम्रो सिने क्षेत्रमा कन्टेन्ट नै चलेको देखिन्छ। फिल्मको उसमा चाहिँ कम्पेयर गर्दा चाहिँ मुभी त एकदमै गाह्रो हुन्छ, क्यारेक्टरकै लागि कति कुराहरू गर्नुपर्छ, वर्कसपदेखि लिएर यताउता। होइन एक्सन भनेर पूर्ण रूपमा एक्सन होइन, हाम्रो सस्पेन्स थ्रिलर होइन एउटा पारिवारिक इमोसन जोडेको सिनेमा हो। अब धार्मिक रूपमा हेर्ने हो भने भगवान् विष्णुलेको अवतार हो एउटा। एकदमै फ्रेन्डली हुनुहुन्थ्यो अनि नबुझेको कुराहरू पनि सिकाउने बुझाउने हुनुहुन्थ्यो। राज्य मात्र नभएर हरेक कलाकारहरू एकदमै राम्रो सजिलो हुनुहुन्थ्यो काम गर्नको लागि। नरसिंह अवतार चाहिँ के हो भनिदेऊ त। अझै तपाईँ भन्नु न। नरसिंह अवतार भनेको अब धार्मिक रूपमा हेर्ने हो भने भगवान् विष्णुलेको अवतार हो एउटा। सिनेमामा चाहिँ त्यसरी जोडिएको छैन। त्यस्तै अब एउटा राजनीतिक दाउपेचमा सामाजिक पारिवारिक सबै विषयमा जुन एउटा हिंसात्मक मान्छेहरू हुन्छन् नि, जसरी चाहिँ अब हिरण्यकश्यपु भन्छन् नि पहिला दैत्यलाई मार्न नरसिंहमा जन्मेको, त्यस्तै हिरण्यकश्यपु एउटा राजनीतिक संरक्षणमा एउटा दानव दिमागमा एउटा हिंसात्मक गतिविधि उत्पन्न गर्नेलाई संहार गर्न जन्मिएको एउटा पात्र हो। सेम कपी पेस्ट त्यो त त्यही नै हो। मेरो लागि त एकदमै मेरो सपना हो नरसिंह अवतार त। अब मैले मेरो दोस्रो चलचित्र म त्योभित्र चाहिँ भन्नु मिल्दैन, तर अब मेरो लागि एउटा राम्रो सपना हो। यो फिल्मपछि चर्चा कसको हुन्छ, तपाईँको हुन्छ कि राज्यको? दुवैको होस् भन्ने हामी चाहन्छौँ। हुन्छ चाहिँ कसको चाहना राख्नु ठ्याक्कै हुन्छ? त्यसको लागि त अब जेठको 9 गतेको प्रतीक्षा गर्नुपर्छ। सबैजनाको होस्, हामी दुईजनाको मात्र होइन, चलचित्रमा हुनुभएको हरेक कलाकारको, हरेक पात्रहरूको, हरेक कलाकारको चर्चा हुन्छ। यो फिल्ममा धेरैजना फेसहरू हुन्छ, एकदम नोन फेसहरू हुनुहुन्छ, क्यारेक्टरहरू मल्टिपल छ। त्यस्तोमा चाहिँ आफूहरू कहाँ स्ट्यान्ड आउट हुन्छु अथवा हुन्छौँ जस्तो लागिरहेको छ हामी? अब त्यो त धेरै कलाकार भएर यो क्वेसन चाहिँ एकदम धेरै आइरहेको छ। त्यो धेरै कलाकार हुनुहुन्छ यताउता भन्ने कुराहरू, त्यस्तो कुराले फरक पार्ने होइन। अब आफ्नो क्यारेक्टर कस्तो छ, त्यहाँ कस्तो खालको अभिनय गरेको छ, कस्तो पर्फर्मेन्स गरेको छ भन्ने कुरामा भर पर्छ त्यो सबै कुराहरू। सो त्यस्तो केही लाग्दैन, सबैजनाको राम्रै हुन्छ। जस्तो अब राज्यले एकदमै रिडेब्यू भनिराखेको छ, यो रिडेब्यूको लागि चाहिँ फिल्मको लागि चाहिँ के कस्तो तयारी गर्नु? रिडेब्यू होइन, रिडेब्यू त होइन, कस्तो यहाँ कस्तो चलन छ भने नि, जस्तो 2-4 वर्ष काम गरेन भने कमब्याक भन्ने, अब डेब्यू भन्ने जस्तो चलन छ। त्यो अब एक हिसाबले ठिकै पनि होला, तर मलाई चाहिँ खासै ठिक लाग्दैन। काम त केही न केही ढङ्गले चलचित्र क्षेत्रमा गरिराखेकै हुन्छ खासमा होइन। पर्दामा ढिलो चाँडो आउने कुरा मात्रै हो। तयारीको कुरामा त अब भरपुर तयारी नै गरियो नि, जतिसम्म अब डाइरेक्टर साहबको चाहना अनुसार त्यो पात्रमा ढल्नको लागि गर्नुपर्ने मेहनत सम्पूर्ण गरिएको छ। त्यो चाहिँ सिनेमामा देखिन्छ होला सायद जेठ 9 गते। जेठ 9 गते। Oh my God। सेकेन्ड फिल्म हो होइन, फर्स्ट फिल्म डेब्यूबाट चाहिँ एउटा चर्चा आएको थियो। अब सेकेन्ड फिल्मले चाहिँ तपाईँको करियरलाई कता लैजाला जस्तो लाग्छ? पक्कै पनि राम्रै बाटोमा लैजान्छ होला होइन। अब राम्रो काम गर्ने, आफ्नो 100% दिने प्रयास गरेको छु अनि आशा छ अब दर्शक श्रोताहरूलाई पनि एकदमै मनपर्ने छ त्यो मेरो पात्र, मेरो काम रुचाइदिनु हुनेछ भन्ने आशा छ र पक्कै पनि राम्रै बाटोतर्फ जान्छ होला। म अझै राम्रो गर्ने कोसिस गर्छु। आफ्नो यो फिल्मको क्यारेक्टरको लागि कुनै स्पेसल प्रिपेरेसन गर्नु पऱ्यो कि अथवा स्क्रिप्ट पढ्ने बित्तिकै यो त मलाई एकदम सजिलो क्यारेक्टर हो जस्तो लाग्यो? होइन, सजिलो त थिएन, कहीँ कतै चाहिँ अलिअलि मिलेको त थियो, तर एकदमै भास्ट थियो, गाह्रो नै थियो। जस्ट अब प्ले गर्नु मात्रै कुरा थिएन कि त्यो क्यारेक्टरलाई, त्यो क्यारेक्टरमा बाँच्नु पर्ने थियो, फिल गर्नुपर्ने थियो, हरेक कुराको त्यो उस भइरहेको थियो कि मलाई अब त्यो अर्कै जीवन बाँचेको जस्तो अनुभूति भइरहेको थियो। रमाइलो भयो, मजा आयो। म अहिले जस्तो छु त्योभन्दा त एकदमै डिफ्रेन्ट छ मेरो क्यारेक्टर।
जस्तो म्युजिक भिडियो र फिल्मको एक्टिङमा चाहिँ के फरक हुन्छ? त्यो त एकदमै धेरै फरक हुन्छ। म्युजिक भिडियोलाई अब त्यस्तो सजिलो हुँदैन म्युजिक भिडियो पनि, तर पनि अब फिल्मको उसमा चाहिँ कम्पेयर गर्दा चाहिँ मुभी त एकदमै गाह्रो हुन्छ। क्यारेक्टरकै लागि कति कुराहरू गर्नुपर्छ, वर्कसपदेखि लिएर यताउता। अनि अब म्युजिक भिडियो भनेको 1-2 दिनको सुट हुन्छ, त्यस्तो धेरै गाह्रो पनि हुँदैन, त्यस्तो डिफिकल्ट हुँदैन। तर मुभीमा तपाईँ 3-4 महिना टाइम लाग्छ, अनि कति कुराहरू मिलाउनु पर्ने हुन्छ सबै कुरा। सो मुभी एकदमै धेरै गाह्रो छ। जस्तो यो फिल्म चाहिँ ओके गर्नुको कारण, स्पेसल कारण चाहिँ के थियो? कन्टेन्ट मेन भनेको चाहिँ स्टोरी एकदमै मन परेको थियो मलाई। अनि कथावस्तुले चाहिँ अलिकति अडियन्सहरूको जीवनमा मेल खाने खालको भयो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ होइन, एज एन अडियन्स पनि। अनि त्यो कुराले चाहिँ अलिकति राम्रो हुन्छ जस्तो लागिरहेको थियो। अनि प्लस मेरो आफ्नो पात्र जुन क्यारेक्टर मैले त्यहाँ प्ले गरेको छु त्यो पनि एकदमै राम्रो थियो, अनि एकदमै मन पर्यो। अनि मैले गर्न सक्छु भन्ने जस्तो फिल भयो भित्रैबाट। अनि सो त्यही नै हो। अनि टिम एकदमै राम्रो हुनुहुन्थ्यो, राज्यले भने जस्तै राज्य, दिवाकर सर, जति पनि कलाकार हुनुहुन्छ हाम्रो चलचित्रमा सबैजना एकदमै राम्रो हुनुहुन्थ्यो। सो त्यही नै रिजन हो। राज्यको भनाइ त्यस्तै हो, सबै कुरा सेमै हो। अब काम गर्दाखेरि त सबै एउटा टिम मन पर्नु पऱ्यो पहिला सुरु, टिमवर्क राम्रो हुनु पऱ्यो, कथावस्तु त राम्रो हुनै पर्छ। अहिले हाम्रो सिने क्षेत्रमा कन्टेन्ट नै चलेको देखिन्छ। त्यसो हुँदा कन्टेन्ट बेस भन्दाखेरि पनि कन्टेन्ट राम्रो छ हाम्रो सिनेमामा, त्यो भएर त्यो सबै कुरा राम्रै छ। जस्तो अब यो फिल्म जुन आइरहेको छ यो चाहिँ के एकदम नेपाली फिल्म इन्डस्ट्रीमा पहिलोपटक आइराखेको फिल्म हो कि अथवा यो चाहिँ यस्तो फिल्म आइसकेको छ कि के हो खास? होइन, पहिलो सिनेमा त पहिलोपटकै आएको हो। हेर्नुहोस्, जेठ 9 गते अहिलेसम्म रिलिजै भएको छैन होइन। शैलीगत भनेको अब सिनेमा मलाई चाहिँ लाग्छ अब त्यसको प्रेजेन्टेसन डिफ्रेन्ट हुन्छ। अब कथावस्तु तपाईँको समाजमा सबै कुराहरू एउटै नै हुन्छ, तर एउटै हुन्छ भन्दैमा कसरी देखाएको पनि एउटा कुरा हो, र सेम पनि छैन, पृथक छ अलिकति। केही न केही त नयाँपन भइ नै हाल्छ त्यसमा। अब आइराखेको चाहिँ भन्न मिल्दैन। त्यसको लागि जेठ 9 गते हेरौँ न सर, केही समय कुरा जम्मा 22-23 दिन त बाँकी छ। 22 भनिदेऊ त। मलाई त्यस्तो गाह्रो त भएन, एकदमै फ्रेन्डली हुनुहुन्थ्यो। अनि नबुझेको कुराहरू पनि सिकाउने बुझाउने हुनुहुन्थ्यो। राज्य मात्र नभएर हरेक कलाकारहरू एकदमै राम्रो सजिलो हुनुहुन्थ्यो काम गर्नको लागि। अनि कति धेरै कुराहरू सिक्ने मौका पनि पाएँ। अब यो क्षेत्र सम्बन्धी मात्र नभएर व्यक्तिगत कुराहरूमा पनि कति सुधारहरू ल्याउने मौका पाएँ। सो एकदमै सजिलो हुनुहुन्छ, राम्रोको आर्टिस्ट हो राज्य। जस्तो यो फिल्मलाई चाहिँ रेट गर्नु पर्यो भने आफूले एज अ अडियन्स कति अब 10 मा 10 नि कस्तो कुरा गर्नुहुन्छ यार। आफ्नो चलचित्र त रेट गर्न पाइयो नि त मजाले। अब त्यो त हाम्रो अनुसार चाहिँ त्यति, अब अडियन्सलाई चाहिँ कति लाग्छ के लाग्छ उहाँहरूको हातमा हो। त्यो अडियन्सलाई जति लाग्छ 10 मा 10 लाग्छ कि 10 मा 9 लाग्छ कि 10 मा 1 लाग्छ कि हामी त्यसमा चाहिँ एकदमै सम्मान गर्छौँ, स्वीकार्छौँ। यो फिल्मको राम्रो 3वटा चिज भन्नुस् भनेर भने के भन्नुहुन्छ? राम्रो 3वटा चिज, एउटा त हाम्रो चलचित्र कथावस्तु, अनि गीत सङ्गीत अनि हाम्रो टिमहरू, त्यसको सबै पात्रहरू। त्यही नै हो। जस्तो अहिले एक्सन फिल्महरू त्यसमा पनि एउटा एक्सन फिल्म हो होइन? यो एक्सन फिल्ममा चाहिँ कस्तो खाले एक्सन देख्न फरक देखिन्छ कि यसमा एक्सन कस्तो हुन्छ? होइन, एक्सन भनेर पूर्ण रूपमा एक्सन होइन, हाम्रो सस्पेन्स थ्रिलर होइन, एउटा पारिवारिक इमोसन जोडेको सिनेमा हो, एउटा फुल प्याकेज भन्छु मैले चाहिँ होइन। नयाँपन भन्दा पनि त्यसको अघि मैले भने जस्तो त्यसको शैली केही फरक नै हो। नयाँपन त अब पहिला हुने एक्सन र अहिले हुने एक्सनमा डिफ्रेन्ट पक्कै पनि छ होइन। चन्द्रपन्त दाइ हुनुहुन्छ एक्सन डिरेक्टर, उहाँले भरपुर त्यसमा प्रयास गर्नुभएको छ, र उहाँको प्रयासलाई हामीले सही ढङ्गले सदुपयोग गरेका छौँ जस्तो लाग्छ मलाई। मलाई चाहिँ
एउटा चाहिँ विश्वविद्यालयमा गएर आफूले पढ्न पाएको एउटा सिक्न पाएको जस्तो फिल मैले जहाँ पनि भनिरहेको छु एउटा एकदम मैले आफूलाई भाग्यमानी ठानेको छु होइन राजेश दाइसँग काम गर्न पाउनु बिरलै त्यस्तो संयोग मिल्छ होला जस्तो लाग्छ मलाई अनि सिक्ने कुरामा त अब त्यो भनिसाध्य नै छैन कति छ अनुशासनदेखि लिएर खानपानको कुरादेखि लिएर होइन कामको कुरादेखि लिएर काममा कतिसम्म चाहिँ प्यासिनेट हुने होइन सेटमा आइसकेपछि आफ्नो काम गर्ने आफ्नो कामभन्दा बाहिर केही कुराहरूको डिस्कस नगर्ने होइन आफ्नो टिमसँग जसरी घुलमिल हुने त्योभन्दा बाहेकको कुराहरू नगर्ने हरेक धेरै कुराहरू छ दाइसँग सिक्नु पर्ने त्यो सायद एउटा सिनेमाबाट पुग्दैन होला होइन दुई चारवटा सँगै गर्न पाइयो भने अझै सिकेर अझै एक्सपिरियन्स भनौँला हामी त्यस्तो लाग्छ मलाई यो फिल्ममा समीक्षालाई एक्सन गर्ने देख्न सकिन्छ एकदमै सस्पेन्स हामी त्यो कुरा त खोल्दैन देख्न पनि सकिन्छ के थाहा म छुट्टै ट्रेनिङ गरेर मस्त आइरहेको छु कि के थाहा त्यस्तो भनेको एक्सनमा त्यसरी आफू जान्ने हो कि राजघाट दुईजनै जान्ने हो नि त्यस्तो तपाईँले एक्सनको लागि कुनै ट्रेनिङहरू पनि दिनुभएको छ मैले त्यो पनि नभनौँ भन त्यो भन्यो भने त मेरो एक्सन गरेको छ कि छैन भनेर मलाई एकदमै मनपर्छ तर एक्सन आफूलाई मनपर्ने फिल्म जनराहरूमा चाहिँ एक्सन बाहेक अरू कस्तो खाले फिल्महरू गर्न मन छ कुन जनराको मलाई एकदमै मनबाट मलाई लभ स्टोरी मुभी गर्ने असाध्यै नै मन छ अनि होप एकदमै राम्रो लभ स्टोरी मुभी आइदियोस् मलाई आइरहेको छ बट अब कन्फ्युज छु अलिकति कसरी गर्ने के गर्ने भनेर मलाई एक्सन पछि चाहिँ मलाई एकदमै मनपर्ने भनेको लभ स्टोरी मुभी हो एकदमै धेरै रुचि के मलाई अनि म राम्रो गर्न सक्छु जस्तो पनि फिल हुन्छ त्यही नै हो अब यो जोडीको चाहिँ नेक्स्ट प्रोजेक्टसँग आउँछ कि आउँदैन अभियसली आउँछ त्यसमा त डाउटै छैन नि त्यसलाई पनि अझै यो रिलिज गरौँ राम्रोसँग चलोस् यसको फिडब्याक हेरौँ दर्शकहरूले जोडीलाई कतिको मन पराउनुहुन्छ अब जोडी आउने चलन पनि छ नेपालमा हामीभन्दा अगाडि अरू आर्टिस्टहरूको नि एउटा जोडी फेमस भएर दर्शकहरूले हेरिराख्न चाहनु भएको थियो त्यस्तै हुन नि सक्छ दर्शकहरूले मन पराउनु भयो भने फिल्मको प्रस्ताव आउँछ त्यतिखेर त्यो फिल्ममा हेर्ने चिज चाहिँ के हो म गर्छु भन्नका लागि छान्ने प्यारामिटर चाहिँ के हुन्छ फर्स्टमा त अब स्क्रिप्ट नै हो होइन किनभने कन्टेन्ट बलियो भइसकेपछि चाहिँ अनि अझै राम्रो हुन्छ जस्तो लाग्छ मलाई अनि सेकेन्ड थिङ भनेको चाहिँ टिम कस्तो छ टिममा पनि भन्नुपर्छ के कसरी गर्ने अनि त्यसपछि आफ्नो क्यारेक्टर कति धेरै कुराहरू छ एउटा मात्रै कुराले चाहिँ अलि हुँदैन स्क्रिप्टदेखि लिएर आफ्नो क्यारेक्टर टिम सबै कुरा आर्टिस्टहरू पनि म्याटर गर्छ होइन सो सबै कुरा चाहिन्छ जस्तो लाग्छ मलाई चाहिँ यो फिल्ममा आफ्नो क्यारेक्टर बाहेक आफूलाई मन परेको क्यारेक्टर चाहिँ कसको आफ्नो बाहेक मलाई सबैको क्यारेक्टर एकदमै असाध्यै मन पर्यो एकदम टु जेनरलाइज भयो नि सबै मन पर्यो भन्ने त्यही त मन नपर्ने कुरा नै छैन मेरो त्यो एकदमै राम्रो बानी हो कि नराम्रो बानी हो मलाई त्यस्तो केही पनि छैन मलाई सबैको क्यारेक्टर एकदमै मन पर्यो त्यही नै हो मलाई पनि उसले भनेको सबैको नै हो किनभने त्यसमा कम बेसी अथवा कम इम्पोर्टेन्स भन्ने छैन अझ बेसी त अब अभियसली राजेश हमालदाईकै क्यारेक्टर मनपर्छ नि होइन त्यसमा त डाउटै छैन नि सिनेमाभित्र कि बाहिर सिनेमाभित्र त त्यस्तो खासै कमजोरी केही पनि छैन हामी सधैँ अब टाइममै पुग्थ्यौँ सेटमा मेन कुरा कमजोरी भने टाइममा नपुग्नु हो सेटमा त हामी सधैँ टाइममै पुग्थ्यौँ होइन अनि काम गर्दाखेरि अब डिरेक्टर साहबले चाहेको अनुसार लगभग गरियो त्यसो हुँदा कमजोरी त्यस्तो त छैन दुईजना अब लर्निङ फेजमै हो नि त जति काम गऱ्यो त्यति सिक्ने मौका पाइन्छ होइन सिक्दै जाने हो सो त्यस्तो पर्फेक्ट छैनौँ हामी अब सिक्दैछौँ भनौँ न अझै बढी सिकेर अर्को काममा त्यही नै यो फिल्मको चाहिँ सक्सेस र फेलरले के अर्थ के होला के अर्थ राख्छ
फेलियरको त कुरा नै नगरौँ, सक्सेस र सक्सेस नै गरौँ न, किन फेलियरले नेगेटिभ कुरा गर्नु। होइन, अर्थ त दुइटै कुरा राख्ने भयो। अहिले त्यो चाहिँ त सक्सेसलाई मात्रै ध्यान दिउँ ध्यान दिउँ होइन, हो। त्यति अब दर्शकहरूले सक्सेस मन भयो पराइदिनु राम्रो। होस् भन्ने हाम्रो चाहना छ।